निवारण संस्थाका अध्यक्षज्यू, पूर्व युवा तथा खेलकुद मन्त्रीज्यू, मञ्चमा आसीन विशिष्ट व्यक्तित्वहरू र यस संस्थाका पूर्व अध्यक्ष मेरा अभिभावक कर्ण साक्य दाई, पूर्व अध्यक्षज्यूहरू, संस्थाका सदस्य ज्यूहरू, पत्रकार, महिला तथा सज्जनवृन्दहरू, यहाँहरू सबैमा म श्रद्धा श्रेष्ठको नमस्कार। यस नेपाल अवरुद्ध रोग निवारण संस्थाको 35औं केन्द्रीय सभामा सहभागी हुन पाउँदा मलाई एकदमै खुसी लागिरहेको छ। निस्वार्थ भावनाले यस संस्थासँग जोडिएर समाजमा क्यान्सर रोगको सन्दर्भ देखा परेका विभिन्न समस्यामा पीडित र परिवारसँग हातेमालो गर्दै अघि बढिरहनुभएका यस संस्थाका सदस्यहरूको योगदानको लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रूपमा र म व्यक्तिगत रूपमा पनि यहाँ सबैलाई विशेष धन्यवाद दिन चाहन्छु। क्यान्सर रोगसँग सम्बन्धित विभिन्न सवालमा यस संस्थाले वर्षौंदेखि सरकार र जनताबीच निरन्तर सेतुको रूपमा काम गर्दै 47औं वटा जिल्लामा फैलिएर क्यान्सरको रोकथाम तथा नियन्त्रणको लागि गर्नुभएको प्रयास र अग्रसरताको लागि अत्यन्त प्रशंसनीय छ। क्यान्सर कुनै एउटा व्यक्तिलाई लाग्ने रोग मात्र नभई परिवार र सम्पूर्ण समाजलाई असर पुर्याउने सामाजिक गम्भीर समस्या पनि हो। नेपाल क्यान्सर रोगको ग्राफ हेर्ने हो भने दिन प्रतिदिन उकालो लागिरहेको छ। यस्तो अवस्थामा नेपाल क्यान्सर रिलिफ सोसाइटीको भूमिका झन महत्त्वपूर्ण बन्दै गएको छ। सरकारले सबै क्षेत्रलाई उत्तिकै प्राथमिकता राखेर काम गर्नु पर्ने भएकोले कतिपय समय यस्ता ज्यादै महत्त्वपूर्ण विषयहरू ओझेलमा पर्न सक्छन्। त्यसैले तपाईहरू जस्तो सङ्घ संस्थाले खबरदारी र एडभोकेसी निरन्तर गरिदिनुहोला, जसले गरेर हामीले अझ बढी जनताको आवश्यकता अनुरूप काम गर्न सकौँ। पाठेघरको मुख क्यान्सरका कारण धेरै नेपाली दिदीबहिनीहरू पीडित भइरहनु भएको अवस्थालाई चिर्न सरकारले गत वर्ष मात्र किशोरीहरूलाई निशुल्क HPV भ्याक्सिन लगाएको छ र मलाई लाग्छ, जहाँसम्म लाग्छ, यो भ्याक्सिन अहिले अब रुटिन इम्युनाइजेसन प्रोग्राममा पनि समावेश भएर अघि बढिरहेको छ। बालबालिकाको क्यान्सरको क्षेत्रमा पनि सरकारले गत वर्षबाट भक्तपुर क्यान्सर अस्पताल लगायत अस्पताल नै तोकेर 14 वर्षभन्दा मुनिका क्यान्सर पीडित बालबालिकालाई निशुल्क उपचार सुरु गरिसकेको छ। क्युरेटिभ साइडमा सरकारले गरिरहेको कामलाई सघाउन तपाईहरूले प्रिभेन्टिभ साइडमा अझै पनि स्तन क्यान्सर, पुरुषहरूमा हुने विभिन्न प्रकारका क्यान्सर रोगबारे सचेतनालाई कामलाई निरन्तर दिनुहुन अनुरोध गर्दछु। त्यस्तै हाम्रो युवाहरू, कलेज जाने भाइ बहिनीहरू, विशेष गरी आजकल एकदम ट्रेन्डमा चाहिँ नि यो भेप भन्ने सिगरेट्सको लतमा फसेको देखिन्छ। रेस्टुरेन्टमा हुक्का प्रयोगको पनि त्यति नै धेरै बढेको छ। यसतर्फ तपाईँ हामी मिलेर विद्यालय तह र अभिभावकहरूलाई लक्षित सचेतना कार्यक्रमहरू गर्न सक्छौँ। वर्तमान सरकार चुनाव लक्षित भएर काम गरिरहेको कारण कतिपय इच्छा भएका कामहरू पनि हामीले गर्न नसकिने अवस्थामा छौँ भन्ने कुरा यहाँलाई थाहा नै छ। म यहाँहरू सामु भदौ 23 र 24 गतेका जेनजी आन्दोलनको क्रममा शहादत प्राप्त शहीदहरूको स्मरण गर्न चाहन्छु। आन्दोलनपछिको विशेष परिस्थितिमा बनेको यो सरकारले आफ्नो प्राथमिकताको केन्द्रमा फागुन 21 गतेको निर्वाचनलाई राखेको छ। म आफै पनि छोटो समयको लागि यस चुनावी सरकारमा आएकोले मन्त्रालयको अन्य नियमित कामकाज सँगसँगै आगामी फागुन 21 गतेको प्रतिनिधि सभा निर्वाचनमा महिलाको मतदाता सहभागिता बढाउन, महिलाको उम्मेदवारी प्रवर्तन गर्न, साथै सीमान्तकृत समूहको सहभागिता सुनिश्चित गर्न निर्वाचन आयोग, नागरिक समाज तथा विकास साझेदारहरूसँग समन्वय गर्दै योजनाबद्ध रूपमा अघि बढिरहेकी छु। अहिले पुरा देश नै निर्वाचनमय बनेको अवस्थामा यहाँहरू सबैजना पनि निर्वाचनमा सक्रिय रूपमा सहभागी भइदिनुहोला भन्ने अनुरोध गर्न चाहन्छु। समयमा निर्वाचन गराउने वातावरण
निर्माणमा तपाईहरू जस्तो समाजका अगुवाहरूको विशेष भूमिका रहन्छ। त्यसैले निर्वाचन सफल बनाउन आफ्नो ठाउँबाट भूमिका खेल्दै देशलाई विकासको बाटोतर्फ दोहोऱ्याउन यहाँलाई विनम्र अनुरोध गर्न चाहन्छु। फेरि पनि यहाँ उपस्थित सम्पूर्ण विशिष्ट व्यक्तिहरूलाई, पदाधिकारीहरूलाई र संस्थासँग जोडिनुभएका सम्पूर्ण महानुभावहरूलाई आगामी दिनहरूमा क्यान्सर विरुद्ध अभियानको सशक्त रूपमा अघि बढ्न शुभकामना व्यक्त गर्न चाहन्छु। हजुरहरूको 35औं केन्द्रीय सभा भव्य रूपमा सम्पन्न होला। फेरि पनि हार्दिक शुभकामना। धन्यवाद।